ल साथी फेरि म आइसकेको छु आज एलसिएम लिएर। अब जस्तै हामीसित 50, 20 र 40 को एलसिएम थियो हैन। एलसिएम छ भने अगाडि हामीले सेप सिकिसकेको छौँ कि एउटा एउटा गर्ने हो। एलसिएममा के हुन्छ, अब एलसिएममा सबैलाई एकैचोटि लगाउने हो, सबभन्दा कम नम्बर लिएर। अब जस्तै हामीसित 50, 20 र 40 छ हैन, अनि सबभन्दा कम नम्बर 0, 1 छोडेर भनेको 2 हो, अनि 2 लिएर लगाउने हो। जस्तै 225 भयो, 210 भयो, अनि 220 भयो हैन। अब हेर्नु जबसम्म लाग्छ हैन, जबसम्म दुईटामा लाग्छ, कमसेकम दुईटामा लाग्नु पर्यो। जबसम्म दुईटामा लागिरहन्छ तबसम्म हामी लगाउँदै जाने हो। अनि त्यसपछि अब हेर्नु 25 मा त 5 लेयर लाग्छ, योमा पनि 5 लेयर लाग्छ, योमा पनि 5 लेयर लाग्छ। तर त्योभन्दा पहिला हामीलाई हेर्नु पर्यो कि 2 लेयर योमा लाग्छ, 2 लेयर योमा लाग्छ। त्यसैले हामी 2 लेयर लगाउने हो र 25 को 25 सार्दिने हो। 2 5 जा 10 अनि 2 10 जा 20 भयो। अब हेर्नु अब त 5 लेयर डाइरेक्ट लाग्छ। 5 लेयर दुईटामा लाग्यो भने सही हो। मिनिमम दुईटामा लाग्नु पर्यो र म्याक्सिमम त जतिवटामा लाग्दा पनि हुन्छ। अनि 5 लिएर गऱ्यो हैन। अनि 5 5 जा 25, 5 1 जा 5 र 5 2 जा 10 हो। अब कुनैमा लाग्दैन त हामी के गर्ने, यसरी हैन, यसरी लेखिदिने हो माथिबाट तलसम्म। अनि एलसिएम इक्वल टु 2 इन्टु 5 इन्टु 5 इन्टु 1 इन्टु 2। अब हामीसित यति छ भने 2 इन्टु 2 इन्टु 5 इन्टु 5 इन्टु 1 इन्टु 2। अब 2 दुना 4, 4 पंचे 20, 20 पंचे 100, 100 एकान 100, अनि 100 दुना 200 भनेको हाम्रो एलसिएम भनेको यति हो। ल थ्याङ्क यू सो मच गाइज।